म त्यही मान्छे हो जसलाई तिमीले माया गर्छौ, तर कहिले काहीँ लाग्छ म तिम्रो मायाको लायक भएन पनि, तिम्रो लागि केही दिन सक्ने हैसियतमा पनि छैन। मेरो खल्ती रित्तो छ, तर मन तिम्रै नामले भरिएको छ। तिमीलाई केही दिन मन लाग्छ, तिम्रा ससाना चाहनाहरू पुरा गर्न मन लाग्छ, तर मेरो हातमा अहिले माया बाहेक अरू केही पनि छैन। सायद यही भएर होला म तिमीबाट अलि टाढिँदैछु। तिमी सोच्दै हौली पहिले जस्तो किन बोल्दैन, किन थोरै समय कुरा गर्छ र कुरा गर्दा पनि रिसाएको जस्तो गर्छ। तर तिमीलाई के थाहा, मैले तिमीलाई व्यवस्था गरेको होइन, तिम्रो भविष्य सोचेर आफ्नो वर्तमानसँग लडिरहेको। म धेरै कुरा भन्न चाहन्छु तिमीलाई, घन्टौँ कुरा गर्न चाहन्छु। तिम्रो आवाज सुन्दै तिम्रो दिन कस्तो भयो भनेर सोध्न चाहन्छु, तर फेरि मनले भन्छ अहिले होइन। अहिले मलाई केही भन्नु छ, आफ्नो खुट्टामा उभिनु छ। पैसाको अभावले आफ्नो मान्छेको आँखामा आफूलाई कमजोर महसुस गर्नु नपर्ने भनिदिनु छ। त्यसैले त थोरै समय बोल्छु, अनि त्यही थोरै समय पनि तिमीसँग रुखो भएर बोलिदिन्छु। मलाई थाहा छ मेरो त्यो व्यवहार तिमीलाई दुख्छ। मलाई थाहा छ मेरो त्यो व्यवहार तिमीलाई दुख्छ। मलाई थाहा छ तिमीले मेरो शब्दभन्दा मेरो व्यवहार महसुस गर्छौ। थाहा छ मलाई तिमीले मेरो शब्दभन्दा मेरो व्यवहार महसुस गर्छौ, र सायद तिमीलाई लाग्छ उसको माया घट्दै गयो, तर सत्य उल्टो छ। माया घटेको होइन, माया यति धेरै छ कि त्यसलाई भविष्य दिन सकु भनेर अहिले आफूलाई रोकिरहेको छु। कहिलेकाहीँ तिमीलाई आज धेरै कुरा गरौँ भन्न मन लाग्छ, तर आफै कुरा काने छुटाइदिन्छु। कहिलेकाहीँ तिमी हाँस्दै कुरा गर्छौ, म पनि तिमीसँग हाँस्न चाहन्छु, तर मेरो दिमागमा भोलिको चिन्ता आएर बसिदिन्छ, र फेरि उस्तै हुन्छु, रुखो, चुपचाप र टाढा। तिमीलाई के थाहा, कुरा सकिएपछि फोन एकातिर राखेर म आफै तिमीलाई सम्झिरहन्छु। तिमीले भनेका साना कुरा, तिम्रो हाँसो, तिम्रा आँखा, तिम्रो आवाज, तिमीले के भयो भन्ने प्रश्न सोधेको सबै कुरा मनमा घुमिरहन्छ। अनि मनले सोध्छ किन उसलाई यति दुखाए। त्यति बेला आफ्नो व्यवहारसँग रिस उठ्छ। तिमीलाई हँसाउनु पर्ने मान्छे भएर तिमीलाई रुवाउनुको कारण भन्नुपर्दा मनभित्र कता गाह्रो हुन्छ। तिमीलाई हँसाउनु पर्ने मान्छे भएर तिमीलाई रुवाउनुको कारण भन्दा मनभित्र कता गाह्रो हुन्छ। मलाई थाहा छैन म सही गरिरहेको छु कि गलत। सायद सफलता खोज्ने क्रममा मैले तिम्रो मन दुखाइरहेको छु। सायद पैसा कमाउने सपना देख्दा मैले तिम्रो समय गुमाएको छु। तर एउटा कुरा साँचो हो, म तिमीबाट भाग्न खोजेको होइन, म तिम्रो लागि केही भन्न खोजिरहेको छु। म चाहन्छु कुनै दिन यस्तो समय आओस् जब तिमीले केही माग्नु अघि म तिम्रो चाहना बुझ्न सकूँ। जब तिमीलाई केही चाहियो भने मसँग छैन भन्न नपरोस्। यो दिनको लागि म आज धेरै कुरा सहिरहेको छु, तर कहिलेकाहीँ यो बाटो निकै लामो लाग्छ। तिम्रो याद आउँछ यार, यति धेरै याद आउँछ कि आफूलाई व्यस्त राख्न खोज्दा पनि मनले तिम्रै कुरा निकालेर ल्याउँछ। हिजोको कुरा सम्झिन्छु, तिमीसँग बिताएका पल सम्झिन्छु, र तिम्रो हाँसो सम्झिन्छु। अनि लाग्छ मसँग पैसा नहोला, धेरै कुरा नहोला, तर तिमी प्रतिको यो माया छुटो होइन। तिमीलाई थाहा नहुन सक्छ, तर तिमीलाई टाढा राखेर म आफै पनि खुसी छैन। र आफैलाई पनि सजाय दिँदैछु। हाँस्न खोज्छु, तर सम्झनाले मन भारी बनाइदिन्छ। कहिलेकाहीँ त तिम्रो यादले मन थाकिसक्यो जस्तो लाग्छ।
तर फेरि आफैलाई सम्झाउँछु, अहिले कमजोर भएर रोकिनु हुँदैन। अहिले कमजोर भएर रोकिनु हुँदैन, एक दिन सङ्घर्षको अर्थ हुनेछ। त्यसैले यदि कहिलेकाहीँ म तिमीलाई रुखो लागे भने मेरो रुखोपनालाई मायाको कमी नसम्झिदिनु। यदि मैले थोरै समय मात्र दिएँ भने मसँग समय छैन भनेर नसोच्नु। समय त छ, मन पनि त छ, तर माया पनि छ। बस अहिले मेरो जिम्मेवारीले मलाई तिमीसँग धेरै बेर बोल्न दिँदैन। म तिमीलाई गुमाउन चाहन्न, म तिमीलाई दुखाउन पनि त चाहन्न, तर यस्तो जीवन पनि चाहन्न जहाँ तिमीलाई माया गर्छु भनेर तिम्रो भविष्यसँग अन्याय गरौँ। मलाई अलिकति समय देऊ, आफूभित्रको आफू बन्न देऊ। म आज तिमीबाट केही टाढा देखिए पनि मेरो हरेक सङ्घर्षको अन्त्यमा म तिमीलाई नै देख्न चाहन्छु। म आज तिमीबाट केही टाढा देखिए पनि मेरो हरेक सङ्घर्षको अन्त्यमा म तिमीलाई नै देख्न चाहन्छु, किनकि म तिमीलाई छोड्न खोजिरहेको छैन। म तिमीलाई समेट्न सक्ने मान्छे बन्ने खोजिरहेको छु। र यति कहिल्यै मेरो रुखो शब्दले तिम्रो मन दुख्यो भने त्यो व्यवहार पछाडिको मेरो मौन माया बुझिदिनु। म धेरै बोल्दिन होला, धेरै समय पनि दिन सक्दिन होला, कहिलेकाहीँ रिसाएको जस्तो पनि गरौँला, तर मनको कुनामा तिमी सधैँ उस्तै छौ। मायामा होइन, मेरो सपनामा होइन, मेरो भविष्यमा पनि त तिमी छौ। र आज पनि त्यही एउटा आशामा हिँडिरहेको छु। एक दिन म सफल हुन्छु, एक दिन मेरो हात चित्तो हुने छैन, एक दिन तिमीलाई केही दिन खोज्दा म सक्दैन भन्नुपर्ने छैन। त्यो दिन सायद म तिमीसँग धेरै बेर कुरा गर्नेछु र त्यति बेला तिमीलाई भन्न चाहन्छु, देखिस् मायासाले, म त्यति बेला टाढा भएको थिएँ, माया घटेर होइन, तिमीलाई अझ नजिक राख्न सक्ने भविष्य बनाउनु। त्यतिन्जेल मेरो रुखोपनालाई घृणा नगरिदिनु, मेरो मौनतालाई व्यवस्था नसम्झिदिनु र मेरो छोटो कुरालाई मायाको कमी नठानिदिनु। किनकि म चुपचाप पनि मनभित्र तिम्रै हुन्छु, म व्यस्त हुँदा पनि सम्झना तिम्रै आउँछ र टाढा हुँदा पनि मेरो मनले खोज्ने मान्छे सधैँ तिमी नै हो।